नानुबाबु ब्लग आज चाहिँ हामी 4 जना जम्मा एग्रिकल्चरको काम गर्न जान लागेको है। अनि अब काम छैन, एक दिन काम एक दिन छुट्टी हैन। अनि यहाँ वेटिङ गर्नु भन्छ, त्यही भएर हामी चाहिँ यहाँ अहिले वेटिङमा छौँ गाइज। अब अहिले छिनमा कामहरू के कस्तो हुन्छ हैन, अहिले तपाईहरुलाई देखाउने छौँ। कस्तो चुछ घाम हुँदैन, त्यसो पाइँदैन थाहा छैन है। क्लिप सानो क्लिप बनाउँछु, देखाइदिन्छु तपाईहरुलाई एग्रिकल्चरको काम अब आज गरिँदैछ है। ओके बाबा, एकछिनमा भेटौँला गाइस। ल हाम्रो चाहिँ काम हुँदैछ है, सबैजना आफ्नो आफ्नो तालमा। तपाईहरुलाई म यहाँ काम देखाउँछु हो। यो एउटा बोरा हुन्छ नि, चामलको बोरा नेपालमा, त्यस्तै टाइपको है यो चाहिँ। अनि लामो हुँदो रहेछ, अनि यसलाई यस्तरी चिर्ने त्यहाँ होला। अनि यसरी वाल बनाएर चाहिँ यो बिउलाई चाहिँ यसरी टुप्पोबाट यसरी निकाल्ने रहेछ हैन। अनि यो चाहिँ सिजनलमा आउनेहरूको काम पनि प्राय यस्तै हुँदो रहेछ है। काम चलेको छैन कम्पनीमा, त्यही भएर हामी चाहिँ एक दिन काम एक दिन छुट्टी भइरहेछ नि। भेटेको बेला चाहिँ यसो हान्दिउँ न त भनेर चाहिँ गरेको है गाइस। यस्तो हुन्छ है। अनि यो बोरा छ नि यस्तो, यसलाई यहाँ मुनिबाट खाल्डा बनाएर यसलाई टक्क छोप्ने है। गलेर फाक भइरहेछ, हेर्दा चाहिँ सजिलो गाइस है। त्यो पर रुख छ नि, यो त्यो त्यहाँसम्म पुग्नु पर्ने। उहाँबाट आएको हामी, चौधरी हात हल्लाउँदैछ। यो औँला देखियो नि, त्यहाँबाट आएको एउटा रोल सक्यो यस्तो रोल है। अब त्यहाँ पुग्नु पर्ने, अनि त्यहाँबाट त्यहाँ गरेको एउटा लाइनको चाहिँ 300 जोलती अरे है गाइस। अब कतिवटा लाइन सकिन्छ थाहा छैन, हेर्दै जाउँ। यस्तो छ हालत। आइफोन रिटर्न नगरेको चाहिँ जुम तानी तानी भिडियो बनाउन दामी हुने रहेछ। आज काम लाग्ने रहेछ, भोलि रिटर्न गरिदिँदा हुने रहेछ। त्यो ल गाइस पख्नु एकछिनमा फेरि अर्को एउटा नयाँ न्युज छ है, न्युज लिएर आउँछु। भिडियो मजाले स्किप नगरिकन हेर्दै गर्नु होला। यो चाहिँ हिजो कसले गरेको होला है। यो चाहिँ यति एउटा दुईटा तिनवटा लाइन, दुईटा लाइन चाहिँ फुल गरेको छ, दुईटा चाहिँ हाफ छ है। ओके एकछिनमा भेटौँला। जम्मा जम्मी अब एउटा दुईटा तिनवटा चारवटा लाइन रहेछ क्या। 4 5 6वटा होला। अनि 6वटा गर्दा भरे 8 घन्टामा सकिन्छ। हेलो गाइज, अहिले चाहिँ हामीले है जम्मा जम्मी 4वटा, यो पल्लोपट्टिको 2टा अनि यहाँ माथिपट्टिको 2टा गरिसक्यौँ है। कम्प्लिट चाहिँ भइसकेको छैन, अब भनौँ 10-15% बाँकी छ। गर्दैछौँ, 3.5 घन्टा भयो। यो एउटा लाइनको 300 जोल्टी है गाइस, रमाइलो भइरहेछ। अब थाहा छँदैछ चिकनमा काम भनेको भित्र हो, चिसोमा मात्र भइन्थ्यो भने अहिले चाहिँ अब यसो भिटामिन डी पनि पाइन्छ भनेर बाहिरको काम भएर चाहिँ हामी चाहिँ आएको होइन। अनि कम्पनीमा काम पनि चलिरहेको स्थिति छैन। अनि अहिले पोल्यान्डमा भनेको चाहिँ एकदम गाह्रो छ है काम। अब अफ सिजन हो, अनि अब अफ सिजन लगातै अब जाडोको मौसम पनि सकिँदै गएको कारणले गर्दाखेरि चाहिँ अब यहाँ चाहिँ यस्तो भनौँ न, यति बेला चाहिँ अब कामहरू यस्तो खेतीतिर अलिक पाइन्छ है। हामीले पनि त्यही भएर चाहिँ यतापट्टि आएको। हाम्रो कम्पनीमा एक दिन काम एक दिन छुट्टी हुन्छ। कस्तो चलिरहेछ काम बुढा? ठिकै चलिरहेछ साथी। अनि यहाँ चाहिँ अब अरू अरू ठाउँका मान्छेहरू पनि छ। लगभग हामी 6 जना छौँ, 4 जना नेपाली होइन, 2 जना चाहिँ अब कता कताको। अनि अहिले भर्खर एकजना सानो बाइक लिएर डट बाइकमा आइरहेछ। यस्तै हो गाइस, गाह्रो छ अहिले। एक दिन काम एक दिन छुट्टी कम्पनीमा। तर अब यता बाहिर काम पाइयो, अब कम्पनीको भन्दा राम्रो पे गरेको छ हामीलाई। मजा आउँदैछ काम गर्नु पनि।
हेर्नु अब एग्रिकल्चरको काम यस्तै हुन्छ। यसरी यो सिधा बिछ्यायो है, अनि यसरी बिरुवा टाउको टक 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 निकाल्ने। अब यसलाई के भन्छ खै, के को बिरुवा हो पनि थाहा छैन। अनि अहिले चाहिँ के भइरहेछ भने पोल्यान्डमा राम्रो काम गरेन, केही गरेन भने सिधै फायर हानिदिन्छ होइन। वर्क पर्मिट बिना फेरि काम पनि दिँदैन। त्यही भएर पोल्यान्डमा अब पहिला जस्तो चाहिँ छैन, राम्रोसँगले काम गर्नुपर्छ। अब रक्सीहरू खाएर झगडा गरेको छ भने त्यस्तो अवस्थामा पनि फायर गरिदिन्छ है। तपाईँहरू पनि अब राम्रोसँगले काम गर्नु होला। धेरैजना कृषिहरू माल्टाबाट आइराख्नु भएको छ, काम खोजिरहनु भएको छ होइन। सुरुमा चाहिँ तपाईँहरू आउनुहुँदाखेरि चाहिँ पर्मिट निकालेर आउनु, काम फिक्स भएपछि मात्रै आउनु। अहिलेको टाइममा चाहिँ अफ सिजन हो यो, अब 2-3 महिना अझै काम राम्रो चल्दैन है। पोल्यान्डमा चाहिँ यो वर्ष कामको अलिक अभाव हुन्छ, राम्रो कम्पनी चल्दैन भनेर चाहिँ अगाडि नै मैले पनि भनेको थिएँ अरूको भिडियोमा होइन। त्यस्तै अवस्था भइरहेछ अहिले। राम्रोसँगले आफ्नो केयर गर्नु होला पोल्यान्डमै हुनेहरूले पनि, दाजुभाइ दिदीबहिनीहरू सबैजना, अङ्कल आन्टीहरू। अब यहाँबाट चाहिँ त्यहाँसम्म गरेपछि चाहिँ फेरि 300 जोल्टी पाक्छ। 2 जनाको भागमा 300। अनि अब 10 घन्टा काम गर्दाखेरि 300 जोल्टी पाक्थ्यो भने यहाँ अब लगभग 5 घन्टामा चाहिँ 300 जोल्टी पाक्छ गाइस होइन। किनभने 2 जनाले गरेको एउटा लाइनको 300 हो। यो लाइन र पल्लो लाइन हामीले गरेको 2टा लाइन भएकोले गर्दाखेरि चाहिँ 600 जोल्टी हुन्छ गाइस। पैसा सम्झिँदा चाहिँ लास्ट मजा आउँछ होइन। तर अलिक अप्ठ्यारो गाह्रो, यस्तो कम्बर दुखिरहेछ क्या, कहिले गरिएको थिएन होइन। अब घरमा सानो बारीमा कुचुक कोदालोले खनेर गरेको, अहिले अब यहाँ यत्रो लामो होइन। अब मैले यो यसरी बिछ्याउँदैछु, उहाँ एउटा साथीले बिस्तारी आफ्नै तालमा हानिदिइरहेछ। अब फेरि सघाउनुपर्छ, पुर्नु बाँकी छ नि त गाइस। यस्तो गरेर पुर्नुपर्छ क्या। त्यो पुरिसकेपछि मात्रै 300 पाकिसकेको छैन। यसो गर्दा पुल्दाखेरि चाहिँ औँलामा ठेला उठ्ला कि जस्तो भइरहेछ होइन। अहिले भरेसम्ममा कस्तो हुन्छ, औँला ठेला उठायो भने देखाउँछु तपाईँहरूलाई ल। अहिले एकछिनमा भेटौँला। ल गाइस, पैसा कमाउनु सजिलो छैन है। काम नहुँदाखेरि यसरी खेततिर पस्नु परेको छ। लास्टै थाकिसक्यो यार, कम्बर दुखिसक्यो अरूभन्दा। ल अब चाहिँ सकेर बसेको गाइस। देखाउँदिन ल गाइस, आजको कमाइ यो चाहिँ कस्तो लाग्यो लु बोल्दै बियर पनि आयो यहाँ। ल गाइस हेर्नु 200-400 हामीले लगभग 8 घन्टा काम गऱ्यौँ होला होइन। सबैको भागमा भन्दा पनि टोटल एमाउन्ट चाहिँ 1800 ज्लोटी आएको छ। यो चाहिँ कति 7 घन्टा नि 7 घन्टा काम गरेर अहिले आजलाई यति भन्दै बिदा माग्न चाहन्छु। बाई बाई।